नारद ऋषिलाई भन्नुभएछ अरे भगवान्ले। अनि वैकुण्ठबाट अनि पृथ्वीमा तलाउमा खेलिराखेको त्यो फलानु पोखरीको चाहिँ माछो भनेर भगवान्ले भन्नुभएको थियो। त्यहीँ गएर त्यही माछोलाई गएर त्यही सोध्छु। अब भगवान्ले के भन्नुभयो होला, अचम्म कुरो भएन। भक्तहरूको महिमाको बारेमा वर्णन गर्नुहोस् भनेर भने माछोलाई पो गएर सोध्नु भनेर भन्नुभयो। अनि माछोलाई गएर सोधेछन्। जहाँनिर भगवान्ले भन्नुभएको थियो त्यही गएर त्यही पोखरीको माछोलाई गएर चाहिँ ए माछा भनेर चाहिँ सोध्नु भएको छ। यो भक्तहरूको बारेमा वर्णन गरिदियोस् न भनेर सोध्नुभयो नारद ऋषिले। अनि ती माछाले चाहिँ के भनेछन् भने, ओहो ऋषिवर, हजुरको दर्शन पाएँ, मेरो जीवन धन्य भयो, मेरो त सास फुलेर आयो, मेरो त मर्ने बेला भयो। अब मैले हजुर यो भक्तहरूको वर्णन गर्नमा सक्दिनँ, मेरो सामर्थ्य छैन, म एकछिनपछि मरिहाल्छु। अब हजुरले चाहिँ भर्खरै जन्मिएको अलि पर चौरमा एउटा गाईले चाहिँ बाछो बाँकी छिन्, भर्खरै जन्मेको बाछो छ, त्यो बाछोलाई गएर सोध्नु भनेर एकछिनपछि त त्यो माछोको सास बढेर आयो। सास बढेर आएपछि एकैछिनमा त्यो माछो मर्यो। मरिसकेपछि ओहो ल माछो त मर्यो, बर्बाद भयो, अब सोध्नै पाइएन भक्तको बारेमा होइन। अब गएर त्यो बाछालाई गएर सोध्छु म भनेर हप्ता नपत्ता दौडिँदै थियो। अब माछाले जहाँ भनेको थियो चौरमा गाईले चाहिँ भर्खर बाछो जन्माएकी थिइन्, त्यहाँ गएर चाहिँ सोध्न चाहिँ जानुभयो। नारद ऋषि दौडिनु भयो। जाँदा गएर बाछोलाई सोध्नु भयो, भर्खर जन्मिएर छ बाछो। अनि बाछालाई गएर सोध्नुभयो, हेर मलाई त यसरी पहिले भगवान्ले माछालाई सोध्नु भने, माछालाई सोधे त्यो माछा मरियो, अब म तिमीलाई सोध्न आएको भनिदिनु पर्यो यो महिमाको बारेमा भनेर चाहिँ सोध्नुभयो। सोधिसकेपछि अनि त्यो बाछोले नि के भनेछ, उसको नि सास फुल्दै आएछ। ओहो मेरो पनि मर्ने बेला हुन लाग्यो, हजुरको दर्शन पाइयो, सद्पुरुषको दर्शन पाइयो, त्यो एकदम ठुलो कुरो हो, मेरो नि मर्ने बेला हुन लाग्यो। अब हजुरले चाहिँ फलानु चक्रवर्ती राजा हुनुहुन्छ, राजाको छोरो भर्खर जन्मिएको छ, त्यो राजाको छोरालाई गएर सोध्नु भनेर चाहिँ एकछिनपछि त्यो बाछो पनि मर्यो। ल हेर्नुहोस् त, अचम्म भएन। अब माछालाई सोध्नुका माछा पनि मर्यो, बाछालाई सोध्नुका बाछो पनि मर्यो। ओहो यो त अब मैले चाहिँ सम्भव भएन, अचम्म रहेछ। अब जाउँ कि नजाउँ, राजाको चाहिँ छोराको गएर सोध्नुमा त्यसलाई गएर सोध्यो भने त्यो राजा छोरो मऱ्यो भने त राजाले मलाई बन्दी बनाउँछन्। सोध्नै भएन। भर्खरै राजालाई कति हर्ष उल्लास छ, चक्रवर्ती राजाको चाहिँ छोरो जन्मिया छ, युवराज जन्मियो राजपरिवारमा, कस्तो हर्ष उल्लास छ, कति रमाइलो। अब फेरि त्यहाँ गएर सोधौँला, ऊ पनि टक्कै मऱ्यो भने बर्बाद हुने भयो। दुईवटा मरिसके होइन, माछो मरिसक्यो, उता गाईको बाछो पनि मरिसके। अब जाउँ कि नजाउँ भनेर दोधारी मन गरेर तै पनि जान्छु भनेर बिस्तारै जानुभएको थियो। राज दरबारभित्र प्रवेश गर्नुभयो। गएर यसो हेरे राजालाई दिनु, राजाले ओहो नारद ऋषि हजुर आउनुभएछ भनेर साष्टाङ्ग दण्डवत गर्नुभयो, उच्च आसनमा लगेर राख्नुभयो। अनि महाराज हजुरलाई बधाई छ, हजुरको छोरो जन्मिएछ, धेरै कालपछि छोरो जन्मिएछ, युवराज चाहिँ यो दरबारमा युवराजको आगमन भएछ, म पनि अत्यन्त खुसी भएको छु, त्यो बाबुको चाहिँ दर्शन गर्न आएको म भन्नुभएछ नारद ऋषिले। अनि ल हुन्छ भर्खर जन्मेको यस्तो चाहिँ ब्रह्मर्षि हजुर हुनुहुन्छ, हो स्वर्गदेखि आउनुभएको, हजुर विद्वानजनहरूको त दर्शन पाउने अत्यन्त ठुलो चाहिँ कुरो छ होइन। अहो जन्म नै सफल भयो, कस्तो भाग्य मेरो, अहो भाग्य नन्दौ जन्म ब्रजौ कसा भनेर भनिएको छ। त्यस कारणले मेरो जन्म नै सफल भयो, विद्वानजनहरूको सङ्गत गर्नु, दर्शन पाउनु नै मेरो जन्म सफल भयो भनेर राजा अत्यन्त खुसी भएर छोरा भएको ठाउँमा चाहिँ त्यो सुतिका गृह भनेर भनिन्छ क्या, सुतगिरी भएर जुन सुतिकालाई राख्ने ठाउँ, सुतिका गृहमा लिएर गएर अनि दर्शन गराउनु भयो। अनि गएर त्यो बाबुलाई यसो हेरेको त, हे नारद ऋषि हजुर डराउनु पर्दैन, म मर्दिनँ भन्यो बालक है। अब चाहिँ ढुक्क भयो, अब बालक नमर्ने रहेछ। अब उहाँ दुईवटा मरिसकेन होइन। अनि भनेपछि अनि भक्तको महिमाको बारेमा भगवान्ले सोध्नु भनेर पठाउनु भएको थियो। पहिला माछोलाई गएर सोधे, माछो पनि मर्यो। बाछालाई सोध्नु भनेको थियो, त्यो माछोले बाछालाई देखाइदिए, बाछा पनि मर्यो। र यहाँ आएको अब हजुरलाई थाहा छ भनेर लाउनु बताइदिनु प्रभु भनेपछि अब मैले के वर्णन गर्नु र हे ऋषिवर। अब हजुरै हुनुहुन्छ महान भक्त, भगवान्का भक्त, हजुर जस्तो चाहिँ भक्त यो संसारमा को छ र? हजुरको दर्शन मात्रै पनि जीवन धन्य हुँदछ। त्यो माछो किन मरेको थाहा छ? माछोको 100 जुनी अरू चाहिँ माछो भएर जन्मिन्थ्यो नि, तर
त्यही देवर्षि नारद ऋषिको दर्शन मात्रैले त्यो माछो योनिबाट छुटकारा भएर बाछोको जन्म भएछ त्यही है। अनि त्यो बाछोको पनि 100 जन्म अर्को चाहिँ जन्मिनु पर्थ्यो अरे आमाको गर्भमा बाछो भएर जन्मिनु पर्दथ्यो। तर नारद ऋषिको दर्शनले एकै जन्ममा सफल भएर त्यत्रो चक्रवर्ती राजाको चाहिँ छोरो सम्राट चाहिँ अब भोलिका दिनमा चक्रवर्ती राजा हुने उही हो। त्यस्तो चाहिँ दर्शन मात्रैले विद्वानजनको दर्शनले उसको जन्म सफल भयो। त्यो 100 जन्म कटौती भएर चक्रवर्ती राजाको छोरो भएर जन्मिएछ। ल हेर्नुहोस् यो त अरूको फलले हो र हजुरको दर्शनले पो त हजुरै महान चाहिँ भक्त हुनुहुन्छ भगवानको। त्यस कारणले भक्तहरूको महिमाको बारेमा वर्णन गरेर साध्यै छैन भनेर त्यो राजकुमारले भनिदियो। हेर्नु भने भगवानका भक्त चाहिँ भगवान भन्दा पनि ठुला हुन्छन् भनेर वर्णन गरिएको छ। त्यस कारणले भगवानको भक्ति गर्न मैले अघि नै भने रामचरित्र मानसमा तुलसीदासले चाहिँ भन्नुभएको छ कि प्रथम भगति सन्त कर संगा पहिलो भगवानको भक्ति सिँढी। यो कुरा चाहिँ यता भक्त प्रहलादले नवदा भक्तिको बारेमा आफ्नो पिता चाहिँ हिरण्यकश्यपलाई बताउनु भएको छ कि नवदा भक्तिको नवदा भक्तिको बारेमा वर्णन गर्नुभएको छ। उता तुलसीकृत रामायणमा चाहिँ तुलसीदास भन्दै हुनुहुन्छ यहाँ प्रथम भगति सन्त कर संगा दुसरी भगति रति मम कथा प्रसङ्गा। पहिलो भक्ति के गर्नुपर्ने रहेछ त भक्तहरूकै सङ्गत गर्नुपर्ने रहेछ विद्वानजनहरूकै सङ्गत गर्नुपर्ने रहेछ। भगवानमा भक्ति गर्नेको पहिलो खुड्किलो भने चाहिँ के रहेछ त भगवानका भक्तहरूको सङ्गत गर्नुपर्ने रहेछ। प्रथम भगति सन्त कर संगा भगवानका भक्त सज्जन यस्तै गरी चाहिँ विद्वानजनहरूको सङ्गत गर्नुपर्ने रहेछ अनि मात्रै जीवन सफल हुने रहेछ। दुसरी भगति रति मम कथा प्रसङ्गा अनि दोस्रो खुड्किलो चाहिँ के त भन्दा भगवानको कथा सुन्नुपर्ने रहेछ भनेर वर्णन गर्नुभएको छ। हेर्नुहोस् नवदा भक्तिमा। त्यस कारणले पहिलो भक्ति चाहिँ के रहेछ त भन्दा भगवान भक्तहरूको सङ्गत गर्नुपर्ने रहेछ भनेर बताइएको छ। अब यो भागवतको महिमाको बारेमा त मैले अघि नै भने हजुरहरूलाई कति मैले वर्णन गर्न सक्दछु र यो अथाह सागर हो। हेर्नुहोस् भागवतमा चाहिँ के छन् त भनेर भन्दा 335 अध्याय छन् भागवतमा। 12 स्कन्द 12वटा स्कन्द छन् 335 अध्याय छन् र बेलुकी जुन महात्म्य भनिन्छ नि सप्ताहमा पद्म पुराणबाट ल्याइएको 6 अध्याय महात्म्य छन्। त्यो गरेर महात्म्य 6 अध्याय र 335 अध्याय गरिकन 341 अध्यायले भागवत परिपूर्ण छन्। भागवतमा श्लोक सङ्ख्या श्लोक कति छन् त भन्दा 18,000 श्लोक छन् भनेर वर्णन गरिएको छ र 17वटा पुराण मध्येमा भागवत अत्यन्त उत्कृष्ट छ अत्यन्त मोक्षदायक छ। जिउँदै भागवत श्रवण गर्दाखेरि परीक्षित महाराजले 7 दिनसम्म सुखदेव स्वामीको मुखारविन्दबाट भागवत श्रवण गर्दाखेरि सायुज्य मोक्ष गति प्राप्त गर्नुभयो। कसले त परीक्षित महाराजले तक्षकले डसे तापनि उहाँले चाहिँ मोक्ष गति प्राप्त गर्नुभयो। मरिसकेपछि त्यस्तो प्रेत योनिमा परेको धुन्धुकारी जस्तो त्यस्तो प्रेत योनिमा परेको धुन्धुकारी पनि उनका चाहिँ भाइ गोकर्णले भागवत 7 दिनको सप्ताह लगाइदिनाले मोक्ष गति प्राप्त गरेर गए भने भागवतको महिमा त्यस्तो छ। जिउँदै सुने पनि हुने रहेछ। मृत्यु भइसकेपछि अधोगति परेको व्यक्तिलाई पनि भागवत लगाइदिनाले मोक्ष गति प्राप्त हुने रहेछ भनेर वर्णन गरिएको छ। त्यस कारणले अब यो अहिले ज्योतिषका जहाँ हेराउन गए पनि यसो विचार गराउन गए पनि हजुरहरूलाई चाहिँ धेरै जसो चाहिँ ज्योतिषहरूले के भन्छन् त भन्दा हजुरहरूलाई चाहिँ पितृदोष रहेछ भन्छन्। यो पितृदोष भने चाहिँ के हो त भन्दा पितृहरू नतरेका है अब अकाल मृत्यु भएकालाई पितृदोष लाग्दछ भनेर शास्त्रमा वर्णन गरिएको छ। 24 प्रकारले मरेको मान्छेको चाहिँ अकाल मृत्यु हुन्छ भनेर स्कन्द पुराणमा वर्णन गरिएको छ। 24 प्रकारले भने कस्तो फलाले बगाएर मर्ने झुन्डेर मर्ने बिख खाएर मर्ने कुनै पर्वतहरूबाट चाहिँ
पहाडहरूबाट खसेर मर्ने, कुनै जीवजन्तुले मार्ने, होइन, सर्पहरूले डस्ने अथवा चाहिँ बिच्छीहरूले डसेर मर्ने, अथवा सवारी दुर्घटना भन्छौँ नि हामी, सवारी दुर्घटनामा परेर मर्ने, अथवा घरैमा पनि राम्रैसँग मृत्यु भएको छ भने पनि कुकुरहरूले बिरालोहरूले छोइदिए भने त्यो पनि अधोगति हुँदछ। अहिले धेरै जसो चाहिँ जन्मिने पनि हस्पिटलमा, मर्ने पनि हस्पिटलमा। यदि हस्पिटलमा मर्यो भने पनि त्यसको पनि अधोगति हुन्छ। यो कुरा पनि नारायण बलि गर्नुपर्छ कि भागवत लगाउनुपर्छ, भागवतले मात्रै तरुण हुन्छ भनेर बताएको छ। रे गर्जती गर्जती भागवतको महात्म्यमा वर्णन गरिएको छ। हाम्रो पण्डितजीहरूले वर्णन गर्नुहुन्छ, भागवतले नै तरण हुँदछ भनेर बताएको छ। त्यस कारणले भागवत यस्तो अत्यन्त उत्तम महिमा छ। अब भागवतको महात्म्यमा भक्ति ज्ञान वैराग्यका कुराहरू छन्। हेर्नुहोस्, भक्ति चाहिँ तरुणी अवस्थाको हुने, ज्ञान वैराग्य चाहिँ वृद्ध अवस्थाको हुने। नारद ऋषिले अनेक प्रकारको उपाय गर्नुभयो, अनि केही सिप नलाएपछि अनि सनकादि ऋषिहरूसँग भेट हुँदछ। सनक, सनन्दन, सनातन र सनत कुमार नाम गरेका सनकादि ऋषिहरूसँग भेट भएपछि सनकादि ऋषिहरूले भागवत श्रवण गराएर भक्तिको उद्धार हुँदछ भनेर बताइएको छ। त्यस्तै गरेर महात्म्यमा आत्मदेव नामका ब्राह्मणको कथा छन्। आत्मदेव ब्राह्मणका सन्तान हुँदैनन्, कुनै योगीले फल दिन्छन्। पत्नी धुन्धुली अत्यन्त द्रुत स्वभावकी थिइन्, होइन त? आफ्नो सौन्दर्यको मात्रै विचार गर्दथिन्, तर आफ्नो पतिले भनेको कुरा मान्दैनथिन्। त फल दिए, फल चाहिँ आफ्नो पत्नीलाई ल्याएर चाहिँ दिए। हेर्नुहोस्, पत्नीलाई ल्याएर दिए। यो हेर्नुहोस्, संसारमा अचम्म छ, हेर्नु विचित्र छ है, संसार विचित्र छ। अब पछाडिको अध्याय स्कन्धमा चाहिँ गजेन्द्रले भगवानलाई प्रार्थना गरेका छन् कि हात्तीले। अन्तिममा केही सिप नलाएपछि अनि उनले चाहिँ प्रार्थना गरेका छन्। के भनेर प्रार्थना गर्दछन् त भन्दा, आत्मप्त जाप्त गृह दीप्त जनै सुशक्तै दुष्पापणाय गुणसङ्ग विवर्जिताय मुक्तात्मभिस्वरिदै परिभाविताय ज्ञानात्मने भगवती नमईश्वराय। म हिजोका दिनसम्म हेर्नुहोस्, हामी चाहिँ के एकजना चाहिँ म हजुरलाई दृष्टान्त सुनाउँछु है त। एकजना धुरन्धर चक्रवर्ती राजा रहेछन् क्या, चक्रवर्ती राजा रहेछन्। एक दिन चाहिँ योगी, अत्यन्त सुन्दर राम्रो चाहिँ योगी चाहिँ चक्रवर्ती राजाको दरबारमा आउनु भएछ। आइसकेपछि अनि राजाले चाहिँ आतिथ्य सत्कार गर्नुभयो, योगीलाई उच्च आसनमा राख्नुभयो र सबै कुरा भनिसकेपछि योगीले चाहिँ के गर्नुभएछ त भन्दा, एउटा फल, यस्तै फल चाहिँ त्यो राजाको हातमा छ्याप्प राखिदिनु भएछ। ल महाराज, हजुरले यो फल खानुभयो भने हजुर चाहिँ सधैँ 20 वर्षको यवन अवस्थाको चाहिँ भइरहने, हजुरलाई बुढैले चाहिँ हजुरलाई छुँदैन। त्यस्तो उत्तम राम्रो फल हो, यो हजुर लिनुहोस् भनेर त्यो चक्रवर्ती राजालाई चाहिँ योगीले दिनुभयो। दिइसकेपछि ती राजाले चाहिँ के विचार गरेछन् भने, मैले त अब खाएँ भने म चाहिँ 20 वर्षको भएर मलाई के कामै छैन। मेरी रानी 20 वर्षकी भइरहन् भने मैले सधैँ रानीलाई देखिरहन पाउँछु। म बुढो भएँ नि, मलाई केही पर्दैन, म मरेर गए पनि रानी चाहिँ 20 वर्षकी भइरहन्छन्। म चाहिँ हल्ला नगरौँ है, कथामा हल्ला गर्नु हुँदैन, हल्ला नगर्नु। त रानीलाई चाहिँ म फल दिन्छु भनेर अनि राजाले चाहिँ विचार गरेर आफ्नो रानी, मेरो त प्राणप्रिय भनेको चाहिँ रानी हो, त्यस कारणले अब रानीलाई चाहिँ दिन्छु भनेर त्यो फल चाहिँ ल्याएर रानीलाई, हेर रानी, म आज दरबारमा बसिरहेको थिएँ, एकजना योगी आउनुभयो, योगीले चाहिँ मलाई यो एउटा फल दिनुभएको छ, यो अत्यन्त उत्तम फल हो, यो फल खाएपछि चाहिँ सधैँ चाहिँ 20 वर्षको मात्रै भइरहने, बुढियाईले छुँदैन, त्यस्तो उत्तम फल रहेछ। अब मेरो प्राणप्रिय, मेरो चाहिँ मैले माया गर्ने भने तिमी नै हो, तिमीलाई चाहिँ मैले यो फल दिएँ, ललिगा भनेर चाहिँ दिएँ। तर रानी चाहिँ यो संसार कस्तो छ, हल्ला नगरौँ, यो संसार कस्तो रहेछ भन्ने कुरा मैले हजुरहरूलाई दृष्टान्त बताउन खोजेँ है। ल अनि रानी चाहिँ बिचरा, राजा चाहिँ आफ्नी रानीलाई अत्यन्त माया गर्दा रहेछन्, प्यार गर्दा रहेछन्, तर रानी चाहिँ राजालाई माया गरिदिइरहन्छ। उसको रानीको चाहिँ प्रियतमा चाहिँ त्यही दरबारमा बस्ने एउटा चौकीदारसँग रहेछ। ल हेर्नु है, चौकीदारसँग रहेछ। रानीले विचार गरिदिन्, ओहो मैले खाएर त के हो र, मेरो चाहिँ मैले मन पराएको मान्छे प्रियतमा त्यो चौकीदार हो।
म चाहिँ बुढी भयो नि के गर्छ र मेरो त्यो चौकीदार साहेब चाहिँ राम्रो भएर 20 वर्षको भइरहनु म बुढेसकालसम्म नि हेरिरहन पाउँछु भनेर मनमा गाँठो पारेर चाहिँ त्यो फल लिएर गएर त्यही चौकीदारलाई लगेर दिइछिन् अनि भनिछिन् यो फल खाएपछि त हजुर मैले त हजुरलाई माया राजालाई माया गर्दिनँ नि म हजुरलाई माया गर्छु हजुरले यो अझ यो खानुभयो भने त भनेर चौकीदारलाई लगेर दिइछिन् त्यो चौकीदार पनि रानीले माया गर्दो रहेछ हेर्नुहोस् उसको चाहिँ गणिका भनेको चाहिँ सहरमा बस्ने चाहिँ बेसिया भन्छौँ क्या बेसिया संस्कृतमा गणिका भनिन्छ गणिकासँग माया गर्दो रहेछ हेर्नु त्यो चौकीदारले अनि उसले विचार गरेछ ओहो मैले खाएर त के भयो र यो मेरो चाहिँ प्रियतमा भने त मेरो चाहिँ मैले माया गर्ने भने त त्यो गणिका हो कति राम्री छिन् है महलमा बस्छिन् गणिका अब उनलाई चाहिँ लगेर दिन्छु भनेर चाहिँ उसलाई लगेर दिएछ अब गणिकाले पनि पाइन् ओहो अनि मनमा नै ती गणिकाले विचार गरिछिन् ओहो अनि ती गणिकाले चाहिँ कसलाई माया गर्दिरहेछिन् त भन्दा राजालाई माया गर्दिरहेछिन् ल हेर्नुहोस् है कुरो अब विचार गर्नुहोस् है राजालाई माया गर्दिरहेछिन् अनि उनले चाहिँ ती गणिकाले के विचार गर्नु ओहो मेरो राजा मैले चाहिँ तर राजासँग बोलचाल चाहिँ भार हिँड्छ है टाढैबाट राजा यति राम्रो सुन्दर हुनुहुन्छ यति राम्रो हुनुहुन्छ म त यो चाहिँ शरीर बेचेर यसरी सहरमा बसेको छु भने यो जीवन मेरो केही छैन राजा चाहिँ श्याम सुन्दर जहिले नि 20 वर्षमा भइरहनु भयो भने त मैले नि सधैँ त्यो आटलीबाट चाहिँ राजालाई सधैँ देखिरहन पाउँछु मेरो राजा सधैँ बाँचिरहन् भनेर अनि त्यो फल लिएर गएर राजालाई लगेर दिएछिन् अनि राजाले यसो हेरेछन् मलाई त योगीले दिएको फल यही हो फल त चिनिहाले राजाले होइन यो त 20 वर्षको सौन्दर्य राजा भाका पुग्यो फेरि घुम्दै फिर्दै अनि राजाले रानीले बोलाएछन् हे रानी म चाहिँ भने तिमीलाई कति माया गर्छु मेरो प्राणप्रिय तिमी भनेर मैले चाहिँ योगीले दिएको फल तिमीलाई चाहिँ दिएको तिमीले यो फल कसलाई दियौ ल भन भनेर भन्दा महाराज म त मन हजुरलाई त माया त म गर्दिनँ नि प्रभु म त चौकीदारलाई माया गर्छु भनेर भनेछिन् अनि चौकीदारलाई बोला अनि के गरौ त्यो फल तिमीले कसलाई लाग्थ्यौ तिमी त रानीले मन पराउँछौ अरे नि त राजाले चक्रवर्ती राजा बोले सिद्धिनी होइन अनि बोलाए चौकीदारलाई नि बोलाए अनि हुन त हजुर रानीले मलाई माया गर्नु हुँदो रहेछ मलाई नि थाहा थिएन उहाँले ल्याएर दिनुभयो मैले त मनमा नै विचार गरेँ मेरो त प्राणप्रिय त उहाँ बजारमा बस्ने गणिका छिन् ती बेसियात्री जाति तिनलाई पो माया गर्छु प्रभु मैले त तिनलाई लगेर दिएँ भनेर चौकीदारले भन्यो त्यसै तिनलाई पनि बोलाऊ त्यो गणिकालाई नि बोलाऊ भनेर राजाले भन्नुभयो गणिका पनि आइसकेपछि अनि हो यो कुरो भनेर राजाले सोद्धाखेरि हो नि त हो नि प्रभु म त मनमा नै हजुरलाई मन पराउँथेँ त्यही भएर हजुरलाई ल्याएर दिएको भनेर भनिन्छन् ल यो संसार चाहिँ कस्तो रहेछ बुझ्नुहोस् क्या है आफू भन्यो मरि हत्या गरेर हाम्रै घर परिवारमा पनि यता भन्यो उता भन्यो यो कमाइ गरेर ल्याए चोरेर हुन्छ कि ठगेर हुन्छ कि मागेर हुन्छ कि के गरेर ल्याउँछ तर आफ्नो सबैका त त्यस्तो नहोला तर घर परिवारमा चाहिँ कमाइ गरेर ल्याउने कि व्यवस्था भयो भने भोलिका दिन के होला होइन त यो संसार चाहिँ आफ्नो हुँदैन है यो कुरा चाहिँ बुझ्नुहोस् है कोही आफ्नो छैन यो संसारमा फेरि बलियै झगडा पर्ला त्यस्तो होइन है कोही आफ्नो हुँदैन हेर्नु न पति त्यो गजेन्द्रले प्रार्थना गरे नि त्यही हो हेर्नु सात पन्त जातको गृहयुक्त त्यो गजेन्द्रको चाहिँ कथा हजुरहरूले सुन्नु भएको छ जब त्यो ग्रहले चाहिँ गजेन्द्रको गोडामा समात्यो त्यो गजेन्द्र अत्यन्त शक्तिशाली थियो 10औं हात्तीको चाहिँ बल थियो उसँग हेर्नुहोस् 10औं हात्तीको बल थियो तर त्यो 10औं हात्तीको बल आफूलाई अप्ठ्यारो परे बेला आफूले नि दुःख पाउने बेला आफूलाई दशा लाया बेला जतिसुकै बलियो हो तर त्यो परालको लौरो जस्तो हुन्छ त भगवान् छौन्जेल चाहिँ गाण्डीव धनु थियो अरे क्या अर्जुनको जहाँ भने ती तीर लाग्थ्यो जब भगवान् आफ्नो धाममा जानुभयो त्यही हातमा लिएको गाण्डीव धनु पनि अर्जुनको परालको लौरो जस्तो भयो भागवतकै कथामा छ यहाँ त दिन छौन्जेल शक्ति छौन्जेल बल छौन्जेल जेले नि काम गर्छ त दिन सिद्धेपछि केही लाग्छ कसैको केही लाग्दैन केही हुनेवाला छैन त्यत्रो 10,000 चाहिँ हात्तीको बल हुने त्यो गजेन्द्र ग्रहले समाउन लाग्दाखेरि जहाँबाट यसो गर्दाखेरि त्यो भइहाल्थ्यो नि तर उसको दिन सिद्धिएछ हेर्नुहोस् जानी दिन आएछ भने अनि साथमा उसको साथमा पत्नी पनि गएका थिइन् छोराहरू पनि गएका थिए छोरीहरू पनि गएका थिए उसले भनेको थियो हेर मलाई यहाँ किले समात्यो लौ न तान
मेरो बलले सकेन, अब तिमीहरूले तानेर मेरो चाहिँ जिउको चाहिँ रक्षा गर भनेर भन्दा पत्नीले पनि निकै कोसिस गरिन् केही सिप नलाएपछि अनि ती पत्नीले छोराछोरी बोकेर अनि हिँडिन्। के भनिन् त भन्दा अब तिम्रो बाबा यतिकै हुन्, तिम्रो बाबा फर्केर आउँदैनन्, यी बाबाले दुःख पायो भनेर हामी यहाँ यो पोखरीमा किन भयो, ल हिँड म तिमीहरूको स्याहार सुसार गरेर म छँदै छु, ल हिँड भनेर ती पत्नीले छोराछोरीले आफ्नो काखी च्यापेर लिएर हिँड्यो। भने संसार यही हो, यो हुनेवाला केही पनि छैन। यहाँ मरि हत्या गर्यो, यता भन्यो उता भन्यो, यसो गर्यो उसो गर्यो, पत्नी परिवार पुत्र भन्यो, लास्टमा केही हुनेवाला छैन। आज मरेर गयो भने 2 दिनसम्म गुणगान गाउलान्, यदि समाजमा राम्रो काम गरिरहेको छ भने 2 दिन गुणगान गाउलान्, तेस्रो दिन दिएपछि छैन, बिर्सिन्छ। हेर्नु संसर्ती इति संसार, यो शरीर अनि भएको हुनाले संसार हेर्नु, संसर्ती इति संसार। यहाँ चाहिँ यो परिवर्तनशील छ। हेर्नु परिवर्तनशील राजनीतिकै कुरो गर्दा अहिले चाहिँ सर्लक्कै आएन हो, यस्तै हो। हेर्नु यो शरीर हुन्छ, यो स्थिर वस्तु केही पनि छैन क्या। यहाँ जन्म लिएको सबै मर्ने हो, त्यही भएर यहाँको चाहिँ मध्यमण्डल हो। यहाँ ठुलो चाहिँ भगवान्ले चाहिँ ब्रह्माजीले सृष्टि गर्नुभएको त्यो हात्तीदेखि भुसुनासम्म सानो जीव भएको भुसुना, ठुलो जीव भएको हात्ती। आब्रह्मास भवना लोकान भनेर आब्रह्मास तब पर्यन्तम भनेको छ। त्यस कारणले मरेर जाने एक दिन सबै हो। हेर्नुहोस् त्यो ठुलो जीव आएको चाहिँ हात्ती मर्न नपर्ने नि त, त्यो पनि मर्छ होइन त, मरेर जाने। अनि त्यति मात्र होइन, हाम्रा आँखाले देखेका नदी नाला पर्वत यी सबै मरेर जान्छन्। यो स्थिर वस्तु केही पनि छैन, यहाँ स्थिर वस्तु केही पनि छैन भने यस्तो अनित्य संसार छ है। यो कुरालाई हामीले बुझ्नुपर्दछ। र यहाँ अब मैले चाहिँ मरि हत्या गरेर धुन्धुकारीको उपमा दिएँ मैले हजुरहरूलाई। धुन्धुकारीको उपमामा त्यो राजाको कथा दृष्टान्त ल्याएर हजुरहरूलाई जोडे। हेर्नुहोस् धुन्धुलीको, अब धुन्धुली अब आत्मदेव ब्राह्मणले फल ल्याएर हेर रानी यो फल खाएपछि हाम्रो सन्तान हुन्छ, आजका दिनसम्म सन्तान थिएनन्, तिमीले चाहिँ सन्तान उत्पत्ति गर्नुपर्छ भनेर ब्राह्मणले ल्याएर फल दिँदाखेरि उनले चाहिँ आफ्नो सौन्दर्यको विचार गरिन्। ओहो मैले यो खाएँ भने भोलिका दिन मलाई यो पोतो आउँछ, मेरो रूप बिग्रिन्छ, म यस्तो सुकुमारी छु, पेट बढ्दै जान्छ, बच्चा चाहिँ खेल्न थाल्छ, भोलि जन्मिने बेला बल्टा उल्टो भयो भने म पनि मर्छु, बच्चा नि मर्छ, मेरो के हालत होला भनेर अनेक प्रकारका उसलाई चाहिँ कुबुद्धिहरू आएर अनि त्यो फल नखाएर आफ्नो बहिनीसँग सरसल्लाह गरेर त्यो फल चाहिँ लिएर गएर गाईलाई लगेर खान दिइन्। कुबुद्धि आएको हो नि। अनि कोही रहेछ त आफ्नो कोही रहेछ त अहिले मैले भने जस्तै चाहिँ अब राजाले रानीलाई माया गर्थे, रानीले चाहिँ चौकीदारलाई माया, अल्ल हो रहेछ कि होइन रहेछ, कोही पनि आफ्नो छैन त। धुन्धुकारीले अनि त्यसपछि चाहिँ अब जन्मियो त, धुन्धुलीको चाहिँ गर्भबाट जन्मेको हुनाले धुन्धुकारी नामकरण भयो। हेर्नुहोस् त्यही बेलामा पनि कलीको प्रवेश भइसकेको रहेछ। हेर्नुहोस् महिला अधिकारको कुरो त्यही बेला आइसकेको रहेछ, बुझ्नुहोस् यसरी होइन। अनि नाम राख्ने बेलामा अनि भनेछन् पण्डित ज्योतिषहरूले चाहिँ आत्मदेव ब्राह्मणले भन्दा रहेछन् होइन ज्योतिष शास्त्रको निर्णय अनुसारले नाम राख्नुपर्छ, नामाकरण गर्नुपर्छ भनेर चाहिँ भन्नुभएको छ आत्मदेव ब्राह्मणले। धुन्धुलीले चाहिँ के भनिन्छन् भने एउटा तिमीले कराएर हुन्छ, मैले जन्माएको छोरो मेरो नाम अनुसार जोडिनुपर्छ भनिन्छन्। त्यही भएर महिला अधिकारको कुरो हेर्नु अहिले गर्छन्, उही बेलादेखि नै रहेछ महिला अधिकार, किन नहो। अनि धुन्धुलीको छोरो धुन्धुकारी भनेर नाम राखे, धुन्धुलीकै जोडले। आत्मदेवले भए भए त ज्योतिष शास्त्र विचार गरेर अलि भगवान्का नाम राख्थ्यो होला नि त होइन हो। अनि केही कालपछि गाईले पनि जन्माए, अनि उनको नाम चाहिँ गाईको जस्तो कान भएर जन्मिएको हुनाले उनको नाम चाहिँ गोकर्ण भनेर राखे। गो भनेको गाईको, कर्ण भनेको कान। त बाल्यावस्थादेखि नै के हुन्छ अरे भने हुने बिरुवाको चिल्लो बाप, नहुने बिरुवाको फुस्रो बाप भने जस्तो बाल्यावस्थादेखि नै गोकर्ण चाहिँ पढ्नुपर्छ। खेल्दाखेरि पनि ती फुलका पातहरू ल्याएर यो वेद हो यो पुराण हो भनेर सुटाएर राख्दथे। धुन्धुकारी चाहिँ बाटा चाहिँ हिँडे कमिलाइ भनेर मैले 4वटा मारी भनेर ल्याएर जम्मा गर्थ्यो अरे है। गोकर्ण पण्डितो ज्ञानी धुन्धुकारी महाखल। गोकर्ण चाहिँ बाल्यावस्थादेखि पनि पण्डितको जस्तो स्वभावका थिए, तर धुन्धुकारी चाहिँ बाल्यावस्थादेखि नि कस्तो थियो त महाखल, मूर्ख स्वभावको थियो भनेर बताएको छ। हुर्कँदै पढ्दै जाँदाखेरि के भयो त भन्दा
अब धुन्धुकारले उत्पात मचाउन थाल्यो, घरैबाट चोर्न थाल्यो, छिमेकीबाट चोर्न थाल्यो, यता चोर्न थाल्यो, उता चोर्न थाल्यो, घरमा चाहिँ उत्पात मचाउन थाल्यो। अनि आमालाई सधैँ गएर धुन्धुले ल ल्याऊ सूर्य थैलीमा कति पैसा छ ल्याऊ भन्न थाल्यो है, तिम्रो चाहिँ सन्नुसमा कति पैसा राखेका छौ ल ल्याऊ। त्यो पैसा चाहिँ लिएर जानु पर्यो, सहरमा लिएर गएर टन्न आफूलाई के मन लाग्छ उधार भरिडो जीवा, उधार भनेको पेट भर्नको लागि। अनि उसले खर्च गर्न थाल्यो। उसलाई चाहिँ अनेक प्रकारका नसालु पदार्थ भनौँ न है, तामसी पदार्थहरू चाहिँ उसले सेवन गर्न थाल्यो, नसालु पदार्थहरू सेवन गर्न थाल्यो। तर त्यो धुन्धुकारीको उत्पात देखेर आत्मदेव ब्राह्मणलाई वैराग्यता भयो। हिजो सन्तान भएन भनेर आत्मदेव ब्राह्मण चाहिँ अब मर्न जान्छु भनेर जाँदा योगीले चाहिँ फल दिएर सन्तान भयो हो नि होइन। त हिजो सन्तान भएन भनेर पिर गर्ने चाहिँ आत्मदेव ब्राह्मण आज सन्तान भएर पिर गर्न थाल्नु हो। त त्यस्ता कुपात्र पनि हाम्रो चाहिँ घरमा जन्मियो भने हामीलाई पनि चाहिँ दुःख हुन्छ हेर्नु है। सतपात्र ब्राह्मण विद्वान छोरो चाहिँ जन्मियो भने एउटै छोराले चाहिँ 100 कुल चाहिँ तरण गर्दछन् रे। तर कुपात्र एउटै जन्मियो भने 100 कुललाई चाहिँ नरकमा भाँचिदिन्छन् भनेर वर्णन गरिएको छ है। छोरो भएन भनी बडा फिक्री थियो, कुपात्र पैदा भई दुःख दियो। अब पहिला छोरो भएन भने त्यत्रो चाहिँ पिर थियो, अहिले कुपात्र जन्मेर साह्रै दुःख दियो। दिएपछि आत्मदेव ब्राह्मणलाई गोकर्णले भागवतको श्लोकहरू सुनाएर यो वैराग्यता हेर्नुहोस् बाबा, यो संसार केही होइन भनेर भागवतको 10वां स्कन्द पाठ गर्नुहोस्, वानप्रस्थी लाग्नुहोस् भनेर जङ्गलको बाटो पठाइदिनु भयो। र उनी भगवानको नमो भगवते वासुदेवाय नमः भन्ने मूल मन्त्र जपेर आफ्नो जीवन धन्य बनाउनु हो। यता आमालाई दुःख दिन थाल्यो। अब धुन्धुलीलाई ल आमा पैसा ल्याऊ भन्न थाल्यो। आज पनि भोलि भन्यो त्यो दुःख सहन नसकेर एक दिन धुन्धुली घर नजिकै एउटा इनार रहेछ, इनारमा गएर आम फालेर मरिन्। गोकर्ण थिए, अब म पनि धेरै विद्या हासिल गर्छु, घरमा बसेर केही काम छैन, गुरुहरूको सङ्गत गर्छु भनेर घर छोडेर विद्या आर्जन गर्नको लागि आफ्नो बाटो लाग्नुभयो। अब कसको राज्य चल्यो? धुन्धुकारीको मात्रै राज्य चल्यो। धुन्धुकारीले मनोमानी गर्न थाल्यो। कहिले चाहिँ ठुला ठुला महाजनहरूको घरमा गएर चाहिँ चोरी गरेर ल्याउने, कहिले राजाको दरबारमा गएर चोरी गरेर ल्याउने गर्न थाल्यो। अनेक प्रकारका नसालु पदार्थहरू खाने त्यस्तो गर्न थाल्यो, उग्र मचाउन थाल्यो। र सहरबाट मैले अघि नै भनेको जस्तो गणिका भनेका शरीर बेच्ने त्रिजाति 5 वटा पञ्चपण्या वधूवतः भनेको छ। 5 वटा चाहिँ ती गणिकाहरू ल्याएर घर गृहस्थी गरेर बस्न थाल्यो। सधैँ चोरेर ल्याउने। एक दिन ती गणिकाहरूले चाहिँ विचार गरेर भनेछन्, एउटीले भनिन्छ ए दिदीबहिनी होला भन त पण्डितको पत्नीलाई के भन्छन् भनेर सोधिन्छन्। पण्डित नि भनिन्छ नि अर्कीले भनिन्छ राजाको पत्नीलाई के भन्ने भनेर सोधिन्छन्। रानी हल्दारको पत्नीलाई हल्दार नि। अर्कीले भनिन्छ चोरको पत्नीलाई के भन्ने? चोर नि। हाम्रा बुढा के